यो ठाउँ कहाँ हो भनेर चाहिँ तपाईहरुले फुल भिडियो हेरेपछि मात्र थाहा हुन्छ है। त्यो ठाउँमा पुगेपछि चाहिँ म नेपालमै छु कि जस्तो फिल भइरहेको थियो कि म आफूलाई चाहिँ हेर्दा नै क्या पिस छ के। हामी चाहिँ लगभग बिहानको 7 बजेतिर निस्केको थियौ घरबाट। लोकेसन ट्र्याक गर्दा चाहिँ हाम्रोबाट 4 घण्टा लगभग देखाएको थियो कि। कफीहरु केही पनि नखाएको भएर चाहिँ हामी फ्यामिली मार्टमै कफी खाने भनेर लाग्यौ। सबले गर्मी सिजन छ नि त अनि आइस कफी एउटा लिग्यौ। त्यसपछि सुरु हुन्छ हाम्रो यात्रा। यसो चेस पनि गर्दिएको के। त्यसपछि चाहिँ म्युजिकको तालमा हामी चाहिँ लाग्यौ त्यहाँबाट। गाडीमा मस्त गीत घन्काएर हिँडेपछि त बाटो कटेको पनि थाहा नहुने के। 4 घण्टाको बाटो त कति छिट्टै अब 2 घण्टा बाँकी भइसक्यो। मेरो बच्चा चाहिँ गाडीमा राखेपछि नन स्टप सुत्छ के। हेर्नु त सुत्ने उठ्ने हाई गर्ने उसको मस्त छ के। अझ गाडीमा उसलाई लालीवाला गीत लगाइदिनु पर्छ के। लाली हामी गाईवाला। वाउ ऊ त कस्तो सुत्दिन्छ। अलिकति विश्राम लिनको लागि चाहिँ हामीले एकछिन यहाँ पार्किङ गर्यौ। वाउ हेर्नु न यहाँको भ्यू। वाउ फरेस्ट हेर्नु न यस्तो दामी छ कि यस्तो दामी छ कि है। हेर्दा पनि यस्तो वाउ वाला भाइब्स आउँछ क्या। विश्राम हल्का सकेर फेरि हामी चाहिँ लागेको के। फोटो भिडियो खिच्दै अब चाहिँ जम्मा 1 घण्टा बाँकी छ के। बाहिरको भ्यूहरु देखेर मेरो बेबी त यस्तो खुसी भएको के है। ऊ आफै कराउँदै कि हेर्नु न क्या खुसी भएछ भने। बेबी रमाएको देखेर म आफैलाई क्या रमाइलो लागेको के। अब चाहिँ हामी नजिक आइपुग्यौं भनेर चाहिँ यो बाटोले देखाउँछ के। हेर्नुस् त भ्यू बाहिरको। वाउ वेदर चाहिँ कस्तो राम्रो थियो कि हामी जानुन्जेलसम्म चाहिँ हैन। माथि पुगेपछि त के भयो भनेको। लास्टमा भिडियो हेर्नु भयो मात्रै थाहा हुन्छ। हामी चाहिँ घुम्न बाहिर निस्क्यौ भने हैन जापानको बाटोहरु यस्तो देखेर त सेम नेपालको जस्तै हुन्छ नि त। अनि हाम्रो देश चाहिँ कहिले बन्छ होला जस्तो फिल आउँछ कि आउँदैन तपाईहरुलाई। मलाई चाहिँ जहिले त्यस्तै हुन्छ कि। फाइनली हामी डेस्टिनेसनमा चाहिँ पुग्यौं हैन। तर हेर्नुस् त ढपक्कै बादलले त माउन्ट फुजी त छैन भएन भनेर हामी त्यसपछि फेरि त्यहाँबाट खाओगुचीको म्युजियम भन्ने ठाउँसम्म पुग्यौं हैन। त्यहाँबाट पनि माउन्ट फुजी चाहिँ फिटिकै देखिएन के। माथि चाहिँ पुरै ढाकेको थियो कि। अनि त्यसपछि हामी त के गर्ने भनेर। तर त्यहाँको भ्यू पनि कस्तो दामी थियो कि। हेर्नु न तपाईहरु जानुभयो भने चाहिँ यो ठाउँ चाहिँ खाओगुचीको म्युजियम हानेर जानुभयो भने चाहिँ भेट्नु हुनेछ है त। हेर्नु त वाउ क्या दामी छ के भ्यूहरु। मलाई चाहिँ यहाँ पुगेपछि त मनै के आनन्द फिल भयो थियो कि है। अनि त्यहाँबाट हामी चाहिँ तलसम्म जाने भनेर हेर्नु न बेबीलाई लिएर गएको तल। बेबी पनि कस्तो खुसी भएको थियो कि पानीमा है रमाएर। बेबीलाई चाहिँ हामीले यसो खुट्टाहरुमा पनि पानी लगाइदियो कि माउन्ट फुजीबाट आएको पानी होला भनेर। यसो दर्शन गराइदियौं। बेबी हेर्नु न क्या इन्जोय गर्दैछ। बाहिर घुम्न जान पाए भने त कस्तो खुसी हुन्छ के मेरो बेबी चाहिँ। बच्चाहरु बाहिर लिएर हिँड्न कस्तो गाह्रो हुन्छ नि त। ऊ चाहिँ रुँदैन के बाहिर हिँड्न पाए भने। अनि गाडीमा बस्न पाए भने त यस्तो आनन्दले बस्दिन्छ। अनि त्यही भएर मलाई चाहिँ हिँड्नु पनि मन पर्छ के बाहिरतिर। अनि हिँड्दिन्छु के कहिले कसो। हामी चाहिँ त्यहाँबाट फोटो भिडियो हल्का खिचेर अनि माउन्ट फुजी देखिएन नि त। अनि कस्तो निराश भइरहेको थियो मन चाहिँ। यहाँको भ्यू हेरेर चाहिँ त्योस आनन्द चाहिँ भयो। अब माउन्ट फुजी हेर्नको लागि चाहिँ त्यहाँबाट पनि हामी फेरि माथि अर्को ठाउँमा पुगेको थियौं के। अर्को भिडियोमा राख्छु ल। यो भिडियोमा चाहिँ लङ भयो। माउन्ट फुजी हेर्नुस् त। थ्यांक यू फर वाचिङ।